हेलो गाइज वेलकम टु माई मिनी ब्लग र आज फेरि सेकेन्ड ब्लग लिएर आइरहेको छु हजुरहरूमा चाहिँ र अब म चाहिँ आज ड्युटी जान आँटेँ है अनि सो मेरो चाहिँ ड्युटी टाइम भइसक्यो सरी बिहान रेडी भएको भिडियोहरू चाहिँ हाल्न पाइनँ त्यही भएर अब ड्युटी हिँड्न आँटेको अहिले चाहिँ र लेट्स गो अहिले चाहिँ साथीहरू है म चाहिँ साइकलमा निस्किसक्यो र मलाई लगभग घरदेखि चाहिँ कम्पनी पुग्नको लागि करिब 12 देखि 15 मिनट जस्तो लाग्छ अनि जितेन्सेमा हो बेन्तोहरू पुगेर टक्क जाँदै गरे हो यसै आज मौसम पनि चिसो चिसो छ है घाम लाग्छ लाग्दैन थाहा छैन एकदम चिसो भएर अब मौसमले च्यालेन्ज पनि गरिरहेको छ हिजो अस्तिदेखि 2 दिन लास्टै पानी परिरहेको अनि पानी लास्टै परेको कारणले गर्दाखेरि चाहिँ ब्लग कन्टिन्यू गर्न पाइनँ त्यसको लागि सरी र आज डेमा के गरिन्छ सबै ब्लगहरू हाल्नेछु र साथी चाहिँ पर जाँदैछ है अगाडि सो लेट्स गो अब कम्पनी पुग्ने बेलामा जोइन गर्छु है त्यो साथीहरू कामबाट छुट्टी भयो अब कामको भिडियोहरू चाहिँ सरी हाल्न पाइनँ किन भन्दाखेरि कम्पनीमा सोद्धाखेरि चाहिँ मैले पर्मिसन लिँदाखेरि चाहिँ अहिले तत्काल चाहिँ कम्पनीबाट भिडियोहरू कुनै पनि अपलोड नगर्नु पर्मिसन नलिकन साथीसँग भन्ने कुरा भएको कारणले गर्दा मैले कम्पनीको भिडियोहरू चाहिँ देखाउनु पाइनँ त्यसको लागि चाहिँ सरी छ र अब यहाँदेखि उता चाहिँ अलिकति साउन्ड प्रब्लमले गर्दाखेरि अब अहिले चाहिँ माइक हेर्नु जाँदैछु लेट्स गो टु सी माइक साथीहरू म चाहिँ अहिले जोसिन भन्ने ठाउँमा आएको छु है यहाँ आएर चाहिँ माइक हेर्नु भनेर आएको छु अनि भिडियो बनाउनुको साउन्डको प्रब्लमले गर्दाखेरि चाहिँ माइक हेर्नु पऱ्यो भनेर आएको छु लेट्स गो आई विल सो फर जोसिन अनि कस्तो हुन्छ लेट्स गो आई विल सो त्यहाँनिर कस्तो कस्तो हुन्छ भनेर है अनि कस्तो पाउँछ एटलिस्ट किन्छु किन्दिनँ आज थाहा छैन तर पनि हेरौँ कस्तो भेटिन्छ आफूलाई मनपर्ने भेट्यो भने लिइ पनि हाल्छु त भएन भने बिस्तारै हेर्नुहोस् है यो गोगोहरू हो होइन गोगो हेर्नु भनेर आएको खास र यसको चाहिँ प्राइस पुग्न जाँदो रहेछ लगभग 60,000 नेपाली अनि पुगिदेखि 60,000 छ लगभग र भिडियो बनाउनको लागि मात्रै हुन्छ खास चाहिँ म माइक किन्न भनेर आएको थिएँ तर माइकहरू चाहिँ भेटेर राखेन मैले अनि सबैतिर बुझेको माइक चाहिँ छैन भन्ने कुरो गर्दै थियो र बेसी यही क्यामेराहरू भयो भने एकचोटि हेरौँ भनेर आएको छु होइन कस्तो हुन्छ चाहिँ फोकेको रहेछ लगभग 1,40,000 1,30,000 समथिङ पर्ने रहेछ है विदाउट ट्याक्स डिफरेन्स चाहिँ अनि यसबाट पनि भिडियोहरू बनायो भने चाहिँ एकदम राम्रो हुन्छ फोके क्यामेरा भन्दा राम्रो छ र वाइफाईहरू देखिँदैन ठिकै रहेछ तर जिबी चाहिँ अलिकति कम्ती छ 64 जिबीको मात्रै रहेछ र साथै यसबाट पनि भिडियोहरू बनायो भने चाहिँ अलिक राम्रो हुन्छ तर त्यही यसमा नि अलिकति क्वालिटी चाहिँ राम्रो छ तर आई वान्ट टु बाई माइक ओन्ली फर्स्ट अफ अल है मलाई चाहिँ सुरु माइक मात्रै किन्नु छ र म माइक हेर्न आएको थिएँ तर माइकहरू चाहिँ भेटिरहेको छुइनँ त्यसको एकचोटि कन्फर्म लागि भन्दैछु कस्तो हुन्छ र यहाँ चाहिँ स्पिकरहरूको मात्रै सेक्टर छ अनि स्पिकरहरू चाहिँ हेऱ्यो भने चाहिँ राम्रो क्वालिटीको छ यो ठुलो माइक छ सानो माइक चाहिँ हामीले खोजेको यसमा अड्काउने खालको सानो माइक हो तर त्यो चाहिँ छैन ठुलोहरू मात्रै भेटिरहेको छ त्यो पनि हामी एकचोटि चाहिँ हेर्नेछौँ कस्तो हेर्छौँ के हुन्छ यो लाइनहरू चाहिँ हुन्छ सबै स्पिकरहरूको लाइन हो अनि यसमा चाहिँ नभएको कारणले गर्दाखेरि यसको माइकहरू चाहिँ भेटिरहेको छैन तर यहाँ चाहिँ ल्यापटपहरू चाहिँ एकदमै सस्तोमा पनि पाउँछ है जम्मा जम्मी 10% डिस्काउन्ट रहेछ अहिले 2,25,000 जस्तो कसो पुगेको कि यसमा चाहिँ है हेरौँ अब कस्तो हुन्छ अलिकति साउन्ड प्रब्लमले गर्दाखेरि मैले अलिकति बनाउनु नपाएको हो त्यही भएर चाहिँ माइक हेर्न आएको तर त्यो चाहिँ छैन यहाँ चाहिँ क्यामेराहरूको लाइनहरू मात्रै छ
जस्तै अब खोज्नको कुराहरू चाहिँ छैन र हामीले पियानोहरू बजाउनु मन लाग्यो भने चाहिँ सायद हामीले हातले बजाउन र इन्जोय गर्न चाहिँ पाउँछ है। त्यो बजाएर चाहिँ गर्न र खेल्नको लागि चाहिँ हामीलाई उनीहरूले एलाउड दिन्छ। यसमा चाहिँ हामीले चाहिँ गर्न खेल्न पाउँछौँ। हामीले चाहिँ पियानोहरू पनि बजाउनु पऱ्यो भने चाहिँ हामीले हाम्रो बजाउन सक्छौँ। यसमा चाहिँ हाम्रो सजिलो पनि हुन्छ बजाउनको लागि। अनि एटलिस्ट र हाम्रो चाहिँ सानो खालको क्यामेराहरू पनि हामीले चाहिँ पाउँछ। यो चाहिँ एटलिस्ट निकाल्नु चाहिँ अलिकति डर लाग्यो है मलाई। कस्तो भन्छ थाहा छैन, यो क्यामेरा सम्बन्धी चाहिँ अलिकति ज्ञान थिएन है मलाई। र यो चाहिँ भिडियो मिटिङ हो। कहीँ बाहिर गएर पार्टीहरू गऱ्यो भने चाहिँ स्क्रिन चाहिँ अनिवार्य चाहिन्छ। यसै म केही महिनापछि स्क्रिनहरू पनि यिनीहरू पनि किन्दैछु र यिनीहरू चाहिँ सायद महँगो पनि छैन, लगभग 2000मा चाहिँ स्क्रिनहरू राम्रो स्क्रिनहरू चाहिँ हामीले पाउँछ। र यसमा भिडियो बनाउनु पऱ्यो भने पनि राम्रो बनाउनु पनि सकिन्छ। अलिकति क्यामेरा हल्लिने हेर्दाखेरि यसमा बनाउनु पनि सक्नुहुन्छ। र नेक्स्ट मन्थतिर सायद माइक किनिसकेपछि मैले पनि किन्दैछु। यस नभइकन भाइ मैले चाहिँ माइकमा भेटेको कारणले गर्दाखेरि अब म चाहिँ यहाँबाट निस्किँदैछु। लेसी आई विल गो टु नेक्स्ट सप। त्यहाँ पनि पाउँछ पाउँदैन थाहा छैन, त्यही भएर म अर्को सब्जेक्ट चाहिँ जानेछु र त्यहाँनिर एकचोटि बुझेर फेरि भिडियो कन्टिन्यू गर्नेछु है। सरी साथीहरू है, मैले चाहिँ यता ग्यामु जान्छु भन्दै थिएँ, तर त्यहाँ गएर चाहिँ कन्टिन्यू गर्न पाइनँ मैले आफ्नो भिडियो। त्यही भएर चाहिँ म अहिले घर फर्किँदैछु। अनि चितिङसियामा चाहिँ फेरि भिडियो बनाउनु ओर्नु चाहिँ दामी हो, त्यही पनि म चाहिँ अलिकति ठाउँमा भएको भएर चाहिँ अलिकति बनाइरहेको छु। अनि साथीहरूले नराम्रो चाहिँ नसोचिदिनु होला, साइकलमा भएको लाइन जापानमा चाहिँ दिँदैन यस्तो किन गरेको नभनिदिनु। अलिकति भित्री ठाउँमा छु, त्यही भएर चाहिँ भित्री बाटो भनौँ न, भित्री ठाउँमा भन्दा पनि भित्री बाटोमा चाहिँ अहिले गइरहेको छु। त्यही भएर चाहिँ भिडियोलाई मैले कन्टिन्यू गरेँ हो। र सायद माइक हेर्न भनेर गएको थिएँ, तर मैले माइकहरू चाहिँ भेटेन आज। आई होप म जापानिज साथीहरूलाई सोधेर अनि कन्टिन्यू गर्नेछु। भेट्छु भेट्दैन थाहा छैन। अनि आई डोन्ट नो, आई थिङ्क द्याट जोसिनमा चाहिँ भेट्नुपर्ने हो। त्यहाँ चाहिँ हाम्रो गेमिङकोदेखि लिएर कम्प्युटर मोबाइलहरू अरू कुराहरू चाहिँ पाउने ठाउँ हो त्यहाँनिर। तर मैले खोजेको जस्तो माइक चाहिँ भेटेन। त्यही भएर सो लेसी अब म सायद भेटाउँछु म अलिक छिटै किन्छु, किनभने साउन्ड प्रब्लम भइरहेको हुन्छ। लेसी कस्तो हुन्छ है त। फाइनली साथीहरू म चाहिँ अलिक घर आइपुगिसकेँ र अब म चाहिँ फ्रेस हुन आँटेको। फ्रेस चाहिँ हुन्छु, खानासाना बनाउनु पर्ने छ। अनि भोलिलाई बेन्तो पनि म चाहिँ नाइटमै बनाउने गर्छु जहिले पनि, किनभने बिहान उठेर बेन्तो बनाउन चाहिँ टाइम हुँदैन। अनि त्यही भएर अब म चाहिँ फ्रेसहरू हुनु पऱ्यो। र आजको लागि भिडियो यति नै भन्छु। र सबैजनाले अलिकति नयाँ युजर भएको कारणले गर्दाखेरि साउन्डहरू र भिडियोहरूमा चाहिँ एकदमै प्रब्लम आइरहेको छ है। म चाहिँ यसको लागि क्षमा प्राप्ति माग्दछु, किन भन्दाखेरि मैले अलिकति प्रपरली तरिकाले बनाउन नसकेँ हो। र अलिकति मसँग केही सामानहरू नभएको भएर मैले चाहिँ यत्तिकै फोनबाटै मात्र बनाएको भएर चाहिँ अलिकति यस्तो भइरहेको, किनभने साउन्ड प्रब्लमदेखि लिएर क्यामेरा क्वालिटीदेखि लिएर हर कुरामा चाहिँ अलिकति समस्या आइरहेको। त्यही भएर अब छिट्टै माइकहरू किनेर चाहिँ अलिकति राम्रो तरिकाले व्यवस्थापित तरिकाले चाहिँ भिडियोहरू अपलोड गर्नेछु। र त्यो माइकहरू किनेर अलिकति भिडियोहरू पनि अलिकति व्यवस्थित तरिकाले नबनाउनु जसम्म चाहिँ माया सपोर्ट गरिदिँदै गर्नु होला, किनभने अब सुरु स्टार्टिङ हो, अब स्टार्टिङदेखि नै गर्दैछु। अनि त्यही भएर चाहिँ अलिकति सपोर्ट गरिदिनु भयो भने चाहिँ धेरै हेल्पफुल हुनेछ। र जसले हेर्दै हुनुहुन्छ प्लिज है लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला है त। हस्त धन्यवाद।